भटे ट्याक्का रुखबाट टिपेर ल्याएर तोरी छिन्दै मजाले बसेर आज चाहिँ भोगटे प्रसादको एउटो दानो कर्लप्पै पारेके साथीहरू। बडो मजा आउने रहेछ नि घाममा बसेर काम गर्दै मजाले खानलाई। कति मिठो के फेरि यो फेरि रातो खाले हो साथीहरू, बहुत मिठो छ के। मजा आयो मजाले घाममा बसेर तोरी छिन्दै। यस्तो मजा भयो कि कुरा गरी साध्य छैन के साथीहरू। लास्टै मिठो के मैले पनि बाँदर स्टाइलमा कर्लम्मै पार्दिएँ के साथीहरू। तपाईहरुले खानुभएको छ न यो भोगटे प्रसाद? भोगटे भित्र इत्ति हुने बाहिर गुबो मात्रै हुने, तर खाँदा चाहिँ मजा आउने है साथीहरू। तपाईहरुले खानुभएको छ कि नै? खानुभएको छैन भने आइहाल्नुहोस् है साथीहरू हाम्रोमा लिनको लागि, जति पनि छ है। लास्टै मजा आयो साथीहरू। अब खेताला खोजेको खेताला पनि पाइँदैन काम गर्नलाई, अनि के गर्ने त नि, एक्लै त काम गर्न पर्यो। अझै बिहे कता हुन्छ भनेर पनि चेक गरेँ के एउटा निचोरेर। ठ्याक्कै सानोमा चाहिँ कतिरो बिहा कता हुन्छ भन्दा निचोर्दाखेरि जता उच्यायो त्यतै जान्थ्यो गरे, त्यस्तो पनि गरिन्थ्यो के साथीहरू। ल है साथीहरू, यहाँसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।